फर्म छ, एउटा पिङ्क कलरको भयो अनि एउटा व्हाइट कलरको छ होइन। पिङ्क कलरको चाहिँ अब हाम्रो आफ्नो जानकारीको लागि भयो, व्हाइट कलर चाहिँ क्वेसनर हो। यो चाहिँ जुन पनि बच्चा आउँछ उसलाई चाहिँ सोध्ने कुराहरू चाहिँ यसमा छ। अब पल्मोनरी हाइपरटेन्सनको बारेमा हल्का जानकारी पहिला चाहिँ गराएको होइन। पल्मोनरी हाइपरटेन्सन प्रेसर उच्च रक्तचाप भनेको त हामीले नाप्ने हातमा नाप्ने भयो होइन। तर पल्मोनरी भनेको हाइपरटेन्सन भनेको हाम्रो फोक्सोको प्रेसर बढ्नु हो है। यो चाहिँ अब धेरैवटा कारणले हुन्छ, त्यसमध्ये एउटा कारण भनेको चाहिँ मुटुको कारणले नै हुन्छ। आजको यो हाम्रो प्रोग्राम भनेको चाहिँ 14 वर्ष 15 वर्षभन्दा मुनिको बच्चालाई गरिरहेको छौँ, किनभने चाहिँ हामीले चाहिँ यसमा चाहिँ के गरिरहेछौँ भने यदि बच्चाको कुनै मुटुको प्रब्लमले गर्दाखेरि उसको पल्मोनरी हाइपरटेन्सन छ भने हामीले त्यसलाई पहिला नै हामीले परीक्षण गरेर पत्ता लगायौँ भने त्यो बच्चाको लाइफ चाहिँ हामीले बचाउन सक्छौँ भन्ने उद्देश्यले गरिरहेको हो। अब यसमा चाहिँ हामीले गर्नुपर्ने भनेको मेन कुरा भनेको यो सबै यो जुन जुन यो लक्षणहरू छ यो चाहिँ हामीले 1 बाई 1 राम्रोसँग सोध्नु पर्यो। हाम्रो यसमा चाहिँ मिस्टेक हुनु भएन होइन। यसमा चाहिँ सबैजना हामीले चाहिँ क्लियरली आफूले पनि बुझ्नु पर्यो र बच्चासँग पनि हामीले मिस नहोस् भन्ने कुराहरू है। सो अब यसमा चाहिँ फर्स्टमा चाहिँ के छ भने हामीले बच्चाको पुरा 5 वर्षदेखि 15 वर्षसम्मका विद्यालय विद्यार्थीहरूको मुटु परीक्षण तथा पल्मोनरी हाइपरटेन्सन चेतना कार्यक्रम हामीले गरिरहेको हो। अब बच्चा आयो भने उसको पुरा ठेगाना लेख्नु पर्यो, मोबाइल नम्बर, इमेल छ भने इमेल, उमेर लेख्नु पर्यो, अनि त्यसपछि अब जवाब दिने को हो बच्चा आफै हो कि उसको फ्यामिली मेम्बर्स हो, अनि जन्मस्थल भयो होइन, नजिकैको अस्पताल वा अब बच्चालाई चाहिँ हामीले सोध्नुपर्छ नजिकैको अस्पताल वा स्वास्थ्य चौकी जान कति समय लाग्छ, कुन साधन प्रयोग गर्दा त्यति समय लाग्ने हो, विस्तृत रूपमा टिप्नुहोस् है। यो हामीले चाहिँ टिप्नु पर्ने कुरा भयो। त्यसपछि अब हामीले बच्चालाई सोध्नु पर्यो, बच्चाको हिस्ट्री सोध्नु पर्यो होइन। बाल बालिकामा मुटु रोगको लक्षण तथा चिन्हहरू निम्न मध्ये कुनै एक वा बढी हुन सक्छन्। हामीले के सोध्ने, बच्चाको गतिविधि, शरीर छरितो नहुनु, छिटो थाक्नु, कसरत गर्न नसक्नु, यस्तो कुराहरू हामीले सोध्नु पर्यो। यदि बच्चाले भन्छ म अलि अल्छी छु, म छिटो थाक्छु भने त्यो कुरामा हामीले टिक लाउनु पर्यो होइन। श्वास प्रश्वासको बारेमा सोद्धाखेरि चाहिँ बच्चाले छिटो छिटो सास फेर्छ कि नै, सास फेर्न अप्ठ्यारो हुन्छ कि नै, श्वास हुनु, यो कुराहरू हामीले सोध्नु पर्यो है। अनि त्यसपछि आएर रङ हेर्दाखेरि चाहिँ जिब्रो, ओठ, हात खुट्टाको औँलाहरू निलो हुन्छ कि हुँदैन, छाला फुस्रो हुन्छ कि हुँदैन भनेर सोध्नु पर्यो। त्यसपछि बच्चाको शरीरको बनावटहरूमा कुनै फरकहरू जस्तै छाती फुलेको देखिनु होइन, अपाङ्गताहरू त्यस्तो छ भने कुनै पनि चिज त्यस्तो पोजिटिभ देख्नु भयो त्यसमा टिक लाउने। त्यसपछि आयो शरीरको भाग सुन्निनु, अनुहार सुन्निनु, हात खुट्टाहरू सुन्निनु, शरीरहरू कहिलेकाहीँ शरीर नै सुन्निएको हुन्छ, त्यो छ कि छैन त्यो हामीले हेर्नु पर्यो, त्यो चाहिँ चिन्ह लाउने। अनि खानाहरू खाँदाखेरि गाह्रो हुन्छ कि हुँदैन, मेन कुरा भनेको झोलिलो कुराहरू, पानीहरू, लिक्विड कुराहरू खाँदाखेरि गाह्रो हुनु, खाना खाँदै थाक्नु, खाना राम्ररी नखानु, यो मध्ये कुनै छ भने त्यसमा टिक लाउने। त्यसपछि वृद्धिको कुरा आउँछ, शरीरको वृद्धि र विकास ढिलो हुनु, तौल नबढ्नु, त्यो कुराहरू है। त्यसपछि संक्रमणको कुरा सोध्नु पर्यो हामीले होइन। बारम्बार श्वास प्रश्वास संक्रमण हुन्छ कि नै, निमोनिया हुने, यो कुराहरू सोध्नु पर्यो। जोड्नेको कुरा